मेरो भाइ चाहिँ पुरा पैसाको है विकास भाइ म कप खान्छु ल साथीहरू आइसकेको छु हेलो साथीहरू सेवा नमस्ते म फेरि पनि आइसकेँ हजुरकोमा आज नयाँ भिडियोको साथमा अनि आज चाहिँ म हाम्रै ठाउँको सिद्धुवा बजारको फेमस अथवा भाइरल ठाउँ आइसकेको छु यहाँ मेरो भाइ हेलो अनि यता मेरो माइली बहिनी हेलो गर भन चाहिँ कहाँ गयो अनि म चाहिँ यहाँ छु होइन अब हामी चाहिँ जान्छौँ यहाँ किनभने हाम्रो भाइ उता गएको छ विकास पनि आएको छ एकदम धेरै जाडो छ अनि घाम पनि लागेको छ नि हामी चाहिँ यस्तो टोपीहरू लगाएर आएको छौँ होइन म तपाईँहरूलाई देखाउँछु नि त एक झलक यता हो अनि जानु पनि के छ त यहाँ आएर तँलाई कस्तो फिल भइरहेछ हामी चाहिँ फाइनली आइसकेको छौँ हाम्रो फेमस ठाउँ सिद्धुवा बजार सबैजना उयो टाढो जाने होइन भाइ पर जाँदैछौँ हामी चाहिँ यहाँनिर जाँदैछौँ म ओ माइ गड अब चाहिँ हामी जाँदैछौँ हामी चाहिँ अब यो हरिराज खेवा स्मृति पार्कभित्र बसेको नि आज दिन चाहिँ एकदम दामी छ नि त अनि मान्छेहरूको नि भिड त्यति नै साह्रो होइन अनि अब चाहिँ हामी तल जान्छौँ माथि खाने होइन साथीहरू अब हामी चाहिँ छोडेर अहिले चाहिँ हामी तल्लो साइड जाँदैछौँ हामी चाहिँ यहाँ चारजना छौँ दिदीभाइहरू है हामी चाहिँ दुईजना भाइ म चाहिँ सबभन्दा जेठी अनि मेरो बहिनी माइली अनि सुमन चाहिँ सबभन्दा जेठो भन हेलो भन न मेरो युट्युब च्यानलमा तिमीहरू चारैजनालाई यति नैजनालाई स्वागत छ हुन्छ अनि अब जाऊ एकदम धेरै राम्रो छ होइन दिन पनि आज कति धेरै राम्रो छ होइन साथीहरू अनि हामी जाँदैछौँ म चाहिँ धेरै घुम्न आएको साथीहरू यही झन्डा हेर्न आएको है हामी चाहिँ अरू केही होइन नि माथिको यता मेरो भाइहरू मान्छे यता हुनुहुन्छ साथीहरू अब चाहिँ हामी यो भाइरल ठाउँबाट पनि हामी चाहिँ अब अर्को नुनथला माथि नुनथला क्याफे सब जाँदैछौँ साथीहरू नुनथला कफी हो हो है साथीहरू हामी चाहिँ तलको हाम्रो भाइरल ठाउँ चाहिँ सिद्धुवा बजारको भाइरल ठाउँ छोडेर हामी चाहिँ अब एकैचोटि जाँदैछौँ नुनथला मेरो भाइहरू चाहिँ अगाडि हिँड्दैछ भाइ बहिनीहरू म चाहिँ पछाडि होइन अब चाहिँ एकैचोटि हामी नुनथलाको स्पेसल भाइरल ठाउँमा भेटौँ है त अब चाहिँ हाम्रो गाडीमा हामी आइसकेको छौँ त्यही हुनुहुन्छ दादा हामीलाई पर्खेको अब चाहिँ हामी जान्छौँ है त ऊ माथिहरू भाइ बहिनीहरू चढ्दैछ हामी चाहिँ अब छोडेर जाँदैछौँ हाम्रो यो धनकुटा जिल्लाको भाइरल ठाउँलाई चाहिँ अब हामी एकैचोटि नुनथलामा भेट्नुपर्छ आऊ है भाइ बहिनीहरू अब चाहिँ हामी भित्र जाँदैछौँ तर यहाँ फोटो खिच्नु हामी चाहिँ यतापट्टि भाइहरू अब चाहिँ हामी जान्छौँ अब चाहिँ हामी आइसकेको छौँ कफी खाना भएर हामी चाहिँ चिया यहाँ चाहिँ अब चिया त्यही चिया छ ए बिस्मिस ओइ कतिवटा चिया खाने चिया हामी चाहिँ दुध चिया दिनु न हाम्रो चारजनालाई अब चाहिँ हामी चिया मगाएर हामी यता बस्दा हुन्छ भित्र है यता बस्दा हुन्छ भित्र बस्नु त्यो उठाइदिन्छ दामी दामी छ होइन चाहिँ हामी यहाँ बसिसक्यौँ साथीहरू ओइ अनि लाइट हामी भित्र बसिसकेको छौँ साथीहरू यहाँ माइली यहाँ हाम्रो विकास अनि म माथि गएर चाहिँ सागा दाइलाई बोलाउनु साथीहरू अनि यहाँ चाहिँ मटकाहरू छ पुरै होइन अझै लाग्छ अरे आइसकेको छु हाम्रो चाहिँ चियाहरू पनि ल अति 15 का
ल साथीहरू चस गरौँ ओइ ल चस ल आज चाहिँ इन्जोय गरौँ विकास कस्तो लागिरहेछ हौ भाइ बहिनीहरूको चाहिँ कस्तो लागिरहेछ मैले चिया खाइसकेँ होइन अब चाहिँ मैले चिया खाइसकेँ अब म कप खान्छु ल साथीहरू कस्तो छ कान्छी मिठो छ मजाको होला चियाको कप चाहिँ यति चाहिँ मैले खान सकिनँ साथीहरू अब चाहिँ हामीले चिया पनि खाइसक्यौँ यहाँबाट अनि अब चाहिँ हामी जाने त्यो ठाउँबाट यता दादाहरूले राम्रो खुवाउनु चाहिँ एकदम राम्रो सर्भिस रहेछ अब चाहिँ हामी जाँदैछौँ यहाँ नि यसरी फोटो खिचेको भए हुन्थ्यो नि हामीले यहाँ नि फोटो साथीहरू अब चाहिँ हामी जाँदैछौँ है सर हाम्रो चाहिँ गाडीमा हामी चढिसक्यौँ यहाँको भ्यूहरू एकदम राम्रो छ अब चाहिँ हामी नुनथला आजको लागि चाहिँ हामी साथीहरू गयौँ ल हामी चाहिँ लाग्यो है धेरै जाडो छ साथीहरू अनि हामी चाहिँ एकदम रमाइलो गरिरहेको छौँ यहाँ मेरो बहिनीहरू फोटो खिच्दैछ होइन साथीहरू अब यस्तो तपाईँहरू पनि आउनु होला भिजिट गर्नु होला एकदम राम्रो ठाउँ छ हाम्रो चित्रे बजार त झन् के भन्नु र कति राम्रो छ अनि अब चाहिँ जाँदैछु म मेरो भाइ चाहिँ पुरा पुगिसक्यो है विकास भाइ एक राउन्ड हानेर म पनि अब एक राउन्ड हान्नलाई जाँदैछु साथीहरू मेरो भाइहरू हामी चाहिँ यहाँ अब चित्रे बजार आइसकेको छौँ अनि चित्रे बजारको यो पोखरी हेर्नु न यहाँ चाहिँ साउनमा चाहिँ लास्ट भिड हुन्छ आजभोलि चाहिँ अब जाडोले गर्दा पनि होला मान्छेहरू छैन यहाँ चाहिँ साउनमा चाहिँ मेला लाग्छ नि त त्यही भएर यहाँ मेरो बहिनी गयो आज चाहिँ हामीलाई एकदम रमाइलो लागिरहेछ साथीहरू किनभने हामी कति पछि सँगै भएको भाइ हामी होइन अनि अब मेरो कान्छी बहिनीहरूलाई चाहिँ कति धेरै मिस गऱ्यौँ उनीहरूले चाहिँ एकदम पछुताउनेवाला छ क्या आज नआउनेहरू चाहिँ होइन हामीले यति धेरै रमाइलो गऱ्यौँ भन्दै साथीहरू हामी चाहिँ अब आइसक्यौँ घुमेर अनि यता मेरो भाइहरू बहिनीहरू खै भन्छ कस्तो लाग्यो तिनीहरूलाई कस्तो लाग्यो अन्त नजानेहरूलाई चाहिँ रिग्रेट हुनेछ नजानेहरूलाई चाहिँ रिग्रेट हुनेछ भन्ने थाहा छु यति भन्दै साथीहरू आजको भिडियो यहाँ इन्ड गर्दैछु बाई अर्को बाई गर न सबैले बाई अर्को भिडियोमा भेट्ने ल